So hello guys, यो चाहिँ मेरो फर्स्ट भ्लग हो अनि चाहिँ अब आज चाहिँ म मामला जाँदैछु। मेरो त्यो फर्स्ट भिडियो नै हरायो क्या। सरी मामला आइपुगेर भिडियो बनाउँदैछु। अनि कति झुट बोल्नु, यस्तो झुट बोल्नु हुँदैन मलाई थाहा छ। भिडियोमा साउन्डै आएन अनि त्यही भएर यसमा बनाउँदैछु। आइसकेँ म मामला अनि अब यसो डुले पनि मैले। अब हामीहरू स्केटिङ पनि गर्छौँ, सबै थोक गरेर चाहिँ भिडियो आउँछ है हजुरलाई। लाइक कमेन्ट सब्सक्राइब अनि चाहिँ सेयर पनि गरिदिनु होला साथीभाइहरू, मलाई सपोर्ट गरिदिनु होला। यतिको चटक गरिसकेपछि यस्तो माया गरिदिनु होला। हेलो गाइस, यो चाहिँ हाम्रो घरको छाप्री हो है। आमा छाप्री दाइ हेर्नुस् न, यहाँ चाहिँ दिदीको कपडा चाहिँ कपडा राम्रो छ त। अनि यो मफलर के लगाएको? मफलर हैन क्या यो, मफलरहरु तल तल राखेको। कुनै ब्रासलेट होइन घरमा युज भएको छैन है, त्यो सबै ल्याएर मेरो भाइलाई दिनु क्या। मेरो भाइलाई आमा ब्रासलेटको फ्याक्ट्री नै खोल्छ जस्तो गरेर भन्छ। ब्रासलेट दिदी ब्रासलेट ब्रासलेट बिर्सेँ मैले। म दुइटै ल्याइदिन्छु त ल, दुइटै। त्यो क्या एउटा मेरो साथीले दिएको थियो, के भन्छ हौ त्यो गिफ्ट एक्सचेन्ज हुन्छ नि त्यसमा। नहाँस्नु त, गिफ्ट एक्सचेन्ज गर्ने ठाउँमा त्यो गर्लफ्रेन्ड बोयफ्रेन्डहरूको त्यो हाट टाँसिने हुन्छ नि, त्यो पाएको थिएँ। अब मेरो बोयफ्रेन्ड छैन, म कहिँलाई दिनु। अब यसलाई दिन्छु भनेको त दिदी दिदी हजुरले मलाई आँट देखाउनु भयो क्या, आँट देखाउनु भयो भनेर हो। थाहा छ मलाई होलीमा कतिचोटि पिम्पल आयो। मेरो पिम्पल थियो होइन, अब थियो। म स्किन केयर गरेर त हुन्छ नि, यहाँको दाग मात्रै थियो क्या। यहाँ कस्तो एक्टिभ पिम्पलहरू आइरहेको छ यहाँ हेर्नु। यहाँ त्यो पिम्पल छ होइन, त्यसरी नर्मल लाग्दैन कि। तर एकैचोटि अनि होलीको इन्सिडेन्ट भन्छ है, म गएँ होइन। अनि त्यसरी त्यहाँनिर गइसकेपछि त है बाटोमा पाटनको उदेशमा हामी ऱ्यान्डमली फोटो खिच्दै थियौँ है मेरो साथीहरूसँग मैले। अनि त्यस पछाडि के साथीहरूसँग फोटो खिच्दै थियौँ म। अनि त्यस पछाडि एउटा दाइ आएर होइन, सिधा आएर लगाएर त म फोटो खिच्दै थिएँ है, म फोटो देखाइदिन्छु पनि है। यस्तो रियाक्सन आएको। अनि त्यताको 2-3वटा अङ्कलले पनि है बहिनी छक्कै परिन् रे क्या मलाई। हेर्नुहोस् गाइस, यो चाहिँ मैले आफै बनाएको हो। आफै कहिले त हुँदैन। लु तल जान्छौँ हामीहरू, म भिडियो बनाउँछु ल। यो राखेर वेलकम टु माई दिदी युट्युब च्यानल। यो दिदी जतिखेर पनि मलाई ग्रासलेट ल्याइदिनु न, मलाई दिन्छु भनेर त्यही भनेको मैले ठुलो बात मैले यस्तो ठुलो बात खुसाएर गरेको छु। साथी चाहिँ भइसक्यो गाइस, मेरो दिदी रुक्न अलिक टाइम गर्नु पर्छ नि। सोच्दै धेरै हुन्छ अब अर्को मान्छे गरिसकेँ मैले। यो गरेको गाइस
चटकी बनिसक्यो होला यो मैले इन्टेन्सली गरेको होइन म यस्तो आइसक्रिम बिचारिसक्यो क्या 10% अब देख्नु गर्मी सुरु भएछ समस्या भयो सकिन मैले सकिन नि वाल माथि माथि चढ्छु होला मैले सकिन सक्यो दिस इज टु मच गाइस मेरो गीत छापेको देख्यो भने सारा छापेको यसरी निकालिसक्यो मैले यसको पनि निकालिदिन्छु यो चाहिँ खोल्दैन त के गुटु यो चाहिँ कसरी खोल्ने यस्तो क्या अघि नै खोल्नलाई यस्तो गर्नुपर्छ कुन चाहिँ हो क्या गाइस मेरो छ मेरो कस्तो गरा जो चाहिँ हाम्रो आमा हो आमाले यसो काम के भन्छ यसलाई धुप बनाउनुहुन्छ यसपालिको हजुरलाई किन किन्नु छ भने मलाई मेसेज गर्नु भर्खर सुरु गर्दैछु मेसेज गरिहाल्नु पऱ्यो अरे चाहिएको छ भने भन्नु होला है कति मिठो बास्ना आउँछ यहाँ घरै मगाउँछ हेलो गाई नलिआइक न भाइ सबै सक्न आँट आमाको दबाई हेलो गाइज यो चाहिँ लाली गुराँस अरे ट्राई गर्न जाँदैछु कस्तो गाइज यो चाहिँ एडिबल अङ्गुरको यो मलाई पनि सबै लिएर आएको दाइले दुइटा ल्यायो हेर्नु न आमाको दबाई हेर आमा हेर्नु त त्यो थेतर हो र यो माया गर्दैन यसले आमालाई हो आमाको दबाई खाँदै खायो नि त कति धेरै छ त्यहाँ है 3टा लिएर आएको थियो हामीले गुलाले गुराँसको आमा आज हेलो साथी हो मलाई कस्तो चिन्ता भयो अब हेर्नु त मैले बिहान लगाएर दिउँसो कति बेलासम्म मैले ब्लाब्ला गरेको थिएँ होइन एउटा साउन्ड आएको छैन एउटा यताको भ्यू हो म चाहिँ आइपुगेँ यहाँ खारै के रहेछ म थाहा चाहिँ खानुहोस् न लक्ष्य गर्छ के तपाईँ जस्तै जस्तो भए जस्तो
नो म धेरै डुल्दिनँ पनि डुलिसकेपछि होइन यस्तै हो क्या म एक ठाउँबाट अर्को ठाउँ अर्को ठाउँबाट अर्को ठाउँ मेरो लाइफ इज नट टुङ्गो टुङ्गो छैन मेरो लाइफ यति राम्रो भयो कस्तो राम्रो हो हामी दौडीमा ल 3 2 1 गो फ्लोमा धेरै तल गयो बारी चाहिँ उति रहेछ त्यही धेरै अनि यहाँ तल पुग्यो तर कस्तो चिप्लो हो यहाँ त कस्तो मोटा हो कसको म त लास्टै दिएर मोटै खाँदै हो के छ हौ हाँ कस्तो फोहोर त किन फोहोर त्यहाँनेरि कोही होइन है यसरी पछाडि खाना बनाउँदै थिएँ यस्तो मिठो बनाउँदै थिएँ यस्तो मिठो बनाउँदै थिएँ मन साध्यै छैन अझ थाहा हुन्छ आज आमाको रियाक्सन पनि हेर्नुपर्छ म चाहिँ जहिले यो अल इन वान पेस्ट बनाउँछु टमाटर त्यसरी लसुन प्याज अदुवा लसुन टमाटर अनि त्यसरी त्यो जिराको हुन्छ नि जिराको धुलो जिरा
सुन्ने भिडियो छ भने पनि हल्ला हुन्छ भिजाएर म चाहिँ यसरी हाल्छु मेरो टेक्निक चाहिँ यो हो अब भिडियो अफमै ड्युटी मासु भन्दैछ होइन नि जब अफ गर्ने लाइट अन गर्नु कुछ अफ गर्नुले क्या हुन्छ तपाईँ गर्दै खाऊ बेकार बेकार हालेर जाने एकैचोटि नहालिकन यसरी पऱ्यो यस्तो धेरै छिटो पनि होइन अलिअलि खाना सबै हाल्ने अहिले हामी भिडियोसँग खाल्यो नि त्यही भएर एक दुई दुई बनाएको नि त्यसमा सबै कुरा हेलो गाइस अब मैले चाहिँ भिडियो बनाउन बिर्सेँ अब के भन्छ मेरो आजको दिन यति नै रह्यो मेरो फर्स्ट भ्लग फर्स्ट डे अनि कस्तो भयो भनिदिनु होला लाइक कमेन्ट सब्सक्राइब सेयर नि गरिदिनु होला हजुरको साथी बहिनी दिदी भाइ सबैजना मलाई सपोर्ट गरिदिनु होला फर्स्ट भ्लग हो मिस्टेक भयो भने माफी पाउँछु म